बालिन कैबिनेट की बेस्ट परफर्मर प्रतिभा रावलको तहल्का। पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा होमिएकी यी नरम र हँसिली अनुहार भएकी मन्त्रीले जब एक्सन लिन थालिन् तब सिंहदरबारका ठूला ठूला माफिया र बिचौलियाहरूको जग हल्लियो। आज बालेन शाहको क्याबिनेटमा 100 दिनको कार्य सम्पादन हेर्दा प्रतिभा रावल प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्री परिषदकै सबैभन्दा सफल र बेस्ट परफर्मर मन्त्री साबित भएकी छन्। हिजो जसलाई छुदा सरकार ढल्छ भनिन्थ्यो, आज तिनै अटेरी कर्मचारी र माफियाहरूलाई मन्त्री रावलले तह लगाएकी छन्। आउनुहोस् आज हामी चिरफार गर्नेछौं कसरी यी आइरन लेडीले 100 दिनमै नेपालको भ्रष्ट प्रणालीको ढाड भाँचिदिइन्। नेपालको कर्मचारीको सबैभन्दा ठूलो रोग के थियो? सोर्स फोर्स र राजनीति। नेताको झोला बोक्ने कर्मचारी सधैँ काठमाडौँ र सुगममा बस्ने अनि दुर्गमका स्थानीय तहहरू चाहिँ वर्षौंसम्म निमित्तको भरमा चल्ने। तर मन्त्री प्रतिभा रावलले सिंहदरबार छिर्ने बित्तिकै यो कुप्रथामाथि सर्जिकल स्ट्राइक गरिन्। उनले निजामती प्रशासनभित्र राजनीतिक पहुँच र ट्रेड युनियनको दबावलाई पूरै निस्तेज पारिदिइन्। दुर्गममा जान नमान्ने कर्मचारीहरूको सातो लिँदै कडा खटन पटन लागू गरिन्। यसको परिणाम हिजो कर्मचारी नभएर रित्ता भएका पालिकाहरूमा आज प्रमुख प्रशासकीय अधिकृतहरू पुगेका छन्। मन्त्री रावलकै शब्दमा भन्ने हो भने प्रमुख अधिकृत जान नसकेका जम्मा 23 वटा बाहेक सम्पूर्ण स्थानीय तहले असार 10 मै समयमै बजेट ल्याउन सफल भए। यति मात्र कहाँ हो र? मन्त्री रावलले ल्याएको संघीय निजामती सेवा ऐनको मस्यौदाले त कर्मचारी तन्त्रमा भूकम्प नै ल्याइदिएको छ। 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हद। अब कर्मचारीले कुर्सी ओगटेर बस्न पाउने छैनन्। 30 वर्षभन्दा बढी सेवा गरे पनि पेन्सनमा त्यसको हिसाब नहुने कडा प्रावधान ल्याइएको छ। ट्रेड युनियन खारेज। नेपालको विकास रोक्ने सबैभन्दा ठूलो तगारो दलगत राजनीति गर्ने कर्मचारी संगठन ट्रेड युनियनलाई मन्त्री रावलले सिधै खारेज गरिदिएकी छन्। मन्त्री रावलको स्पष्ट र कडा निर्देशन छ कि त राजनीति मात्र गर्नुस् कि कर्मचारी हुनुस्, दुईवटै एकै पटक हुन पाइँदैन। अध्ययन विदा लिएर बस्ने र राज्यको दोहोरो तलब भत्ता खाने कामचोर कर्मचारीमाथि पनि उनले नकिल कसेकी छन्। भौतिक रूपमा निवेदन बोकेर सोर्स फोर्स लगाउन आउने प्रथालाई अन्त्य गर्दै सरुवा प्रणालीलाई पूर्ण रूपमा अनलाइन बनाइएको छ, जसको प्रत्यक्ष अनुगमन मन्त्री आफै गर्छिन्। यो लेभलको हिम्मत सायदै कुनै पुराना दलका मन्त्रीले गर्न सक्थे। अब कुरा गरौं सर्वसाधारण नागरिकको सबैभन्दा धेरै शास्ति खेप्ने अड्डा मालपोत र नापी कार्यालयको। यी अड्डा भनेका घुस नखुवा एउटा फाइल पनि अघि नबढ्ने ठाउँ थिए। तर मन्त्री रावलले जग्गा प्रशासनमा डिजिटलाइजेसन नगरी यो ढिलासुस्ती र अनियमितता रोकिँदैन भन्ने निष्कर्ष निकालिन् र एक्सनमा उत्रिन्। आज 100 दिनको अवधिमै मालपोत र नापी कार्यालयमा डिजिटल प्रणाली पूर्ण रूपमा लागू भएको छ। जग्गाको नामसारी, रोक्का र फुकुवा जस्ता महत्वपूर्ण कामहरू अब अनलाइनबाटै हुन थालेका छन्। मन्त्रीको भिजन स्पष्ट छ, जग्गा किनबेच पनि घर बसी बसी गर्न सक्नुपर्छ। सानो कामका लागि पनि सदरमुकाम धाउनु पर्ने बाध्यता हटाउँदै घर जग्गासँग सम्बन्धित आधारभूत सेवा पालिकामै प्रत्यायोजन गरिएको छ। मेरो कित्ता प्रणाली देशैभरका नापी कार्यालयमा यो प्रणाली अनिवार्य गरिएको छ। अब कुनै पनि नागरिकले आफ्नो मोबाइल वा कम्प्युटरबाटै घरमै बसेर आफ्नो जग्गाको नक्सा हेर्न, सिफारिस लिन र प्रिन्ट गर्न सक्छन्। नापीको झ्यालमा घण्टौं लाइन बस्नुपर्ने दिन अब इतिहास बनेको छ। सबैभन्दा गजबको कुरा त के छ भने मन्त्री रावलले मालपोत र नापीमा हुने अनधिकृत व्यक्ति र दलालहरूको प्रवेशलाई पूर्ण रूपमा निषेध गरेकी छन्। अब त्यहाँ कर्मचारी र आधिकारिक लेखापढी व्यवसायीहरूले अनिवार्य रूपमा ड्रेस कोड र परिचय पत्र लगाउनु पर्छ। बाहिरका बिचौलिया छिरेर सेटिङ मिलाउने दिन अब सकिए। साथै भू उपयोग नियमावलीमा आवश्यक संशोधन गर्दै सर्वसाधारणका लागि कित्ता काटलाई पनि सहज बनाइएको छ। देशभरका लाखौं सर्वसाधारणको अरबौं रुपियाँ पसिनाको कमाई लुटेर सहकारी सञ्चालकहरू मौज मस्ती गरिरहेका थिए। सड़कमा उत्रिएका पीड़ितहरूको आँसु पुछिदिने कोही थिएन। तर मन्त्री रावलले जिम्मेवारी सम्हालेपछि यो माफिया राजको पनि अन्त्यको शुरूआत भएको छ। सहकारी संकट समाधानका लागि उनले बुद्धनगरमा छुट्टै विशेष कार्यालय स्थापना गरिन्। संकटग्रस्त सहकारीको व्यवस्थापन, छानबिन र बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउने कामलाई युद्ध स्तरमा अघि बढाइएको छ। ठगी गर्ने सहकारीका सञ्चालक, पदाधिकारी र तिनका मुख्य ऋणीहरू बचतकर्ताको पैसा लुकाएर विदेश भाग्न नपाउन् भनेर मन्त्री रावलले उनीहरूको पासपोर्ट सिधै रोक्का गर्न थालेकी छन्। यो कदमले ठगहरूको सातो गएको छ। भविष्यमा यस्तो संकट फेरि नदोहोरियोस् भनेर सबै सहकारीको आर्थिक कारोबार ट्र्याक गर्ने सहकारी व्यवस्थापन सूचना प्रणाली अनिवार्य गरिएको छ। एउटै व्यक्ति धेरै सहकारीको सञ्चालक बनेर कालो धनको चक्रव्यूह बनाउने प्रवृत्तिलाई ध्वस्त पार्न एक व्यक्ति एक सहकारी सदस्यताको नियमलाई कडाइका साथ लागू गरिएको छ। मन्त्री रावलले प्रमाणित गरिदिएकी छन् कि यदि राज्य सञ्चालकको नियत सफा हुने हो भने वर्षौंदेखि जरा गाडेर बसेका माफियाहरूलाई पनि तह लगाउन सकिन्छ।
नेपालका भूमाफियाहरूले सरकारी, सार्वजनिक र गुठीका जग्गाहरू वर्षौंदेखि आफ्नो नाममा गर्दै आएका थिए। तर मन्त्री प्रतिभा रावलले 28 वर्षदेखि धुलो खाएर थन्किएको रामबहादुर रावल आयोग 2052 को प्रतिवेदनलाई बिउताएर कार्यान्वयनको प्रक्रिया अघि बढाएकी छन्। यो कुनै सामान्य निर्णय होइन, यो देशको सम्पत्ति लुट्ने ठूला माछाहरूमाथिको सीधा प्रहार हो। मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई कड़ा पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश भएका अतिक्रमित जग्गाहरू कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा हक हस्तान्तरण हुन नपाउने गरी पूर्ण रूपमा रोक्का गरिदिएको छ। सार्वजनिक र गुठीका जग्गामा बनेका अनधिकृत संरचनाहरू हटाउन सूचना जारी भइसकेको छ। अब राज्यको सम्पत्ति हडप्ने कसैलाई पनि छुट छैन। यद्यपि 100 दिनको यो सोढिम कार्यकालमा सबै कुरा 100% पूर्ण भने भइसकेका छैनन्। मन्त्री राहुल सामु अझै एउटा ठूलो पहाड उभिएको छ, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन। मन्त्रालयले भूमिहीन सुकुम्बासीहरूलाई लाल पूर्जा वितरणको कार्य थालनी त गरेको छ, तर कानूनी जटिलता, वन क्षेत्रको विवाद र स्थानीय तहसँगको समन्वय अभावका कारण यसले सोचे जस्तो गति लिन सकेको छैन। तर जसरी मन्त्री राहुलले अन्य क्षेत्रमा क्रान्तिकारी कदम चालेकी छन्, सर्वसाधारणले विश्वास गरेका छन् कि यो जटिल समस्यालाई पनि उनले चाँडै किनारा लगाउने छिन्। यो उनको आगामी कार्यकालको सबैभन्दा ठूलो अग्नि परीक्षा हुनेछ। प्रतिभा रावलको पहिलो 100 दिनको कार्यकालले नेपालको भूमि, सहकारी र सामान्य प्रशासनको क्षेत्रमा एउटा बलियो र ऐतिहासिक नजिर स्थापित गरिदिएको छ। उनले प्रमाणित गरेकी छिन् कि मन्त्री भनेको रिबन काट्न र भाषण गर्न मात्र होइन, प्रणालीलाई सुधार्न र जनतालाई सेवा दिनका लागि हो। स्थानीय तहलाई मजबुत बनाउने र जनताले चाहे जस्तो सेवा गर्ने ब्युरोक्रेसी तयार पार्ने उनको जुन अठोट छ, त्यो आज व्यवहारमा देखिन थालेको छ। भ्रष्ट कर्मचारी र भूमाफियाहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्दै जनताको मुहारमा मुस्कान ल्याउने मन्त्री प्रतिभा रावलको यो स्पिरिटलाई सबैले प्रशंसा गरेका छन्। तपाईलाई मन्त्री प्रतिभा रावलले 100 दिनमा गरेका यी साहसिक निर्णयहरू कस्तो लाग्यो? के नेपालका अन्य मन्त्रीहरूले पनि उनीबाट पाठ सिक्नुपर्छ? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला।